नमस्ते एभ्रिवान, सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। मेरो नाम लक्ष्मण विश्वकर्मा र आज मेरो साथमा क्यामेराम्यानमा हुनुहुन्छ अर्जुन ब्राइली र आज हामी विशेष गरी एउटा रेस्टुरेन्टको अवलोकन गर्नका लागि र रेस्टुरेन्टको प्रचार प्रसार र सँगै नेपाली परिकारका खानाहरू पाइने ठाउँ, विशेष गरी नेपालको परिकारहरू पाइने स्थान मोरकमा आएको छु। बहराइनको अत्यन्तै सुन्दर ठाउँ भनेर पनि चिनिन्छ मोरकमा। मेरो अत्यन्तै आत्मीय मित्र ले सञ्चालन गर्नुभएको मोमो प्लाजा रेस्टुरेन्टमा म यति बेला छु र यहाँ आज विभिन्न परिकारका खानाहरू पाइन्छ अनि साथमा डेलिभरीको पनि व्यवस्था छ भन्ने किसिमको कुरा सुनिसकेपछि धेरै दर्शक र धेरै बहराइनमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले त्यो किसिमको प्रतिक्रिया आइसकेपछि आज हामीले यहाँको के पाइन्छ, कस्ता कस्ता किसिमका खानाहरू पाइन्छ र यसको लोकेसन र अहिले भर्खरै मात्र उहाँहरूले एउटा एप्स पनि सुचारू गर्नुभएको छ जसबाट हामीले विभिन्न खानाहरू अर्डर गर्न पनि सकिन्छ र तुरुन्तै छिटो र छरिदो रूपमा उहाँहरूले डेलिभरी पनि गर्ने व्यवस्था गर्नुभएको छ भन्ने कुराहरू सुनिरहेका छौँ। र ढिला नगरिकन म आजको यो हाम्रो मोमो प्लाजा रेस्टुरेन्टमा तपाईँहरूलाई भिजिट गराउनेछु र यहाँ पाइने परिकारहरू पनि देखाउनेछु र यहाँको प्रोप्राइटर सञ्चालक ज्यूसँग पनि कुराकानी गर्नेछु र सम्पूर्णलाई एकपटक उक्त रेस्टुरेन्टमा के छ कस्तो छ भन्नका लागि भिडियो अन्तिमसम्म हेर्नुहोला र सम्पूर्णलाई हार्दिक स्वागत पनि गर्न चाहन्छु। अहिलेलाई भने नमस्ते एभ्रिवान, सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। आज म यति बेला मोरकमा छु। मोरकमा एउटा नेपाली रेस्टुरेन्ट विगत केही समयदेखि चलिरहेको छ, सुचारू भइरहेको छ। उक्त रेस्टुरेन्टमा आज म आएको छु र उक्त रेस्टुरेन्टमा कस्ता कस्ता किसिमका खानाहरू, कस्ता कस्ता किसिमका परिकारहरू पाइन्छ जुन तपाईँ नेपालमा जाँदाखेरि नेपालमा आफ्नो घरमा बसेर खाएको अनुभूति हुन्छ भनेर धेरै साथीहरूले एउटा प्रतिक्रिया र राम्रो सुझाव सल्लाह दिएपछि म आज उक्त रेस्टुरेन्टको विषयमा कुराकानी गर्नका लागि मोरकमा मोमो प्लाजा रेस्टुरेन्टमा छु। उक्त रेस्टुरेन्ट अत्यन्तै लोकप्रिय व्यक्तित्व, युवा व्यवसायिक एवं मेरो अनन्य मित्र सबिन तामाङलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। कार्यक्रममा स्वागत छ यहाँलाई सर। थ्याङ्क यू सो मच, धन्यवाद, खुसी लागिरहेछ। विशेष गरी त सुरुमा नै यति राम्रो व्यवसाय सुरु गर्नुभएको छ, सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच। अनि यो अहिले हामी चाहिँ आज यहाँ विशेष गरी किन आयौँ भने एक त एउटा आफ्नो हाम्रो यो जेनेरेसनको साथीले एउटा यो किसिमको उपलब्धि गरिरहँदा एक किसिमको खुसी हामीलाई पनि भइरहेको छ हैन। त्यसमा पनि धेरै साथीहरूले चाहिँ यहाँ आएर एक किसिमको यहाँका खानाका टेस्टहरू गरेर फर्किसकेपछि चाहिँ तपाईँका यो रेस्टुरेन्टको बारेमा धेरै एउटा राम्रो प्रतिक्रिया आएको हुँदाखेरि आज हामी चाहिँ यहाँ तपाईँसँग जोडिन आयौँ। के छ सर, व्यवसाय कस्तो, कुन तरिकाले अगाडि बढिरहेको छ? थ्याङ्क यू सो मच, एकदम खुसी लागिरहेको छ। हाम्रो मोमो प्लाजा चाहिँ छोटो समयमा पनि यति धेरै चर्चित भएछ, सबैजनाले चाहिँ माया गर्नुभएछ। अब व्यावसायिक हिसाबमा राम्रै छ अहिलेसम्म हैन। हामी चाहिँ एक त नन अल्कोहल रेस्टुरेन्ट भएको कारणले पनि प्लस हामीसँग केही पोर्कको कुनै प्रडक्ट नभएको कारण पनि हामी चाहिँ माइल्डमा एकदम सफ्टली चलिरहेछौँ। लाइक नेपाली मात्र फोकस नभएर 50% नेपाली गेस्टहरू हुनुहुन्छ भने बाँकी 50% चाहिँ हामीले अरबिक, इन्डियन, विभिन्न इन्टरनेसनल कन्ट्रीलाई चाहिँ हाम्रो नेपाली डिसलाई चाहिँ म एक्सप्लोर गर्दैछु कि त्यस कारणले चाहिँ हामीले छुट्टै डिफ्रेन्ट कन्सेप्ट बनाएको हो। त्यसमा पनि अहिले तपाईँले भर्खरै भनिहाल्नुभयो नन अल्कोहल हैन, कुनै अल्कोहलहरू रेस्टुरेन्टमा बन्दैछै छ। बहराइनमा धेरै नेपाली रेस्टुरेन्टहरू पनि छन्, त्यसमा पनि अल्कोहल नभएको रेस्टुरेन्टहरू त्यति चल्दैन भनिने छ नि, भनिने एक भनाइ पनि छ। यो विषय चाहिँ तपाईँलाई कस्तो लाग्छ? अब सबैको आफ्नो आफ्नो धारणा हुन्छ, यसमा आफ्नो आफ्नो बिजनेस गर्ने ट्रिक हुन्छ। म चाहिँ अल्कोहललाई भन्दा पनि फुडलाई बढी फोकस गर्ने भएर एज अ सेफ होइन, म धेरै लाइक 10 to 15 इयर्समा सेफ गरिसकेको मान्छे, खानालाई चाहिँ कसरी इम्प्रुभ गर्ने, कुन क्वालिटीमा लाने, कन्सिस्टेन्सीहरू, एक्युरेसीहरू कतिको म्यानेज गर्ने, त्यो हिसाबले चल्ने भएर म चाहिँ फुडमा विश्वास गर्छु कि फुड प्लस ड्रिङ्क्स, त्यो मकटेल, जुसहरू, बबल टीहरू अझ त्यसो फोकस गर्ने भएर अल्कोहललाई चाहिँ हल्का साइड लगाइदिएको। इट्स टफ हुन्छ कि अल्कोहलको बिजनेस गरेपछि कि त लाइसेन्स लिएर भ्यालिड ठाउँमा अब राम्रै ठाउँमा गर्नु पऱ्यो,
मुहारक जस्तो अब रेसिडेन्स एरियामा हामीले अल्कोहल सर्भ गर्न सक्दैन, पोसिबलै हुँदैन। अब जस हाम्रो खानामा इम्प्रुभ गरिरहेछौँ, खानामा फोकस गरिरहेछौँ, त्यही भन्न चाहन्छु। विशेष गरी तपाईँ अलरेडी आफू सेफ पनि भन्नुभयो, 8-10 वर्ष तपाईँसँग त्यो एक्सपिरियन्स पनि छ। एउटा खानालाई कुन वेबाट राम्रो बनाउँदाखेरि कस्टमरले त्यो मन पराउँछ भन्ने तपाईँमा त्यो एक किसिमको ल्याकत पनि छ, त्यो तपाईँमा एक्सपिरियन्स पनि देखिन्छ पनि होइन। जुन अहिले हामी यसरी रेस्टुरेन्टमा छिर्दै गर्दा पनि एक किसिमको यहाँको परिवेश र माहौलले नै हामीलाई आकर्षित गरिसकेको छ। अनि यहाँ चाहिँ विशेष गरी तपाईँहरूले कस्ता कस्ता किसिमका खानाहरू, कस्ता कस्ता किसिमका परिकारहरू चाहिँ हाम्रा नेपाली अन्य देशका नागरिकहरूले चाहिँ मन पराउने गर्छन्? स्पेसली हाम्रो चाहिँ नेपालको स्ट्रिट फुडहरू जुन छ पपुलर छ, त्यो डिसहरू चाहिँ सबै नेपालीहरूले मन पराउनुहुन्छ भने वाइ नट लाइक हामी अरू देशको मान्छेलाई चाहिँ कसरी इन्ट्रोड्युस गरौँ नि त, एक्सप्लोर गर्छौँ त होइन। नेपालको डिस यो 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 त्यो हामीले सरर मेनुमा एक्सप्लोर गरिसकेपछि हाम्रो नेपालको खाना पनि फेमस भयो नि त। जस्तै यहाँ बारेनमा इटालियन, चाइनिज, इन्डियन सबै चिज छ, तर नेपाली भनेर त त्यति फेमस छैन नि त, नेपालीले मात्रै खान्छ नि त। म चाहिँ नेपाली डिसलाई इन्टरनेसनल लेभलमा लान्छु भनेर त्यही कोसिस गरेको हो। अनि स्पेसली स्ट्रिट फुडहरूमा चटपट पानीपुरी, किमा नुडल्सहरू यो भनेको धेरै चलेको डिस हो नेपालमा। त्यो चिजलाई चाहिँ मैले यहाँ अलि प्रेजेन्टेसन चेन्ज गरेर, अलि डेकोरेसन चेन्ज गरेर, अलि टेस्टमा इम्प्रुभ गरेर अरू सामु पनि चिनाउन पाएँ नि त। सो त्यो हिसाबले हामी अगाडि बढिरहेछौँ। स्पेसली हाम्रो किमा नुडल्स भयो यहाँको एकदम बेस्ट, सबैले मन पराउनु भएको। बफ चिकन भेज 3 डिफ्रेन्ट फ्लेभरमा किमा नुडल्स अभाइलेबल छ। त्यसमा चाहिँ अब त्यो चाहिँ मैले नेपालीले त अफकोर्स मन पराउनु भएन, त्यो डिस चाहिँ मैले विदेशीहरूलाई पनि ट्राई गराएँ। अनि कस्तो प्रतिक्रिया दिनुहुन्छ उहाँहरूले यो हाम्रो नेपाली कल्चर, एउटा नेपाली डिस खाइरहँदा चाहिँ उहाँहरूले चाहिँ कस्तो प्रतिक्रिया दिनुहुन्छ तपाईँलाई? फर्स्ट अफ अल उहाँहरूले चाहिँ हलाल हो कि होइन सोध्नु है। अफकोर्स हाम्रो रेस्टुरेन्ट त हलाल हो होइन, हलाल हो भनेपछि सबै डिस ट्राई गर्नुहुन्छ है। स्पेसली किमा नुडल्स, मोमो एकदम मन पराउनु भएको छ। एन्ड वान्स दे लाइक एक्चुली ट्राई गरिसक्नु भएपछि चाहिँ एभ्री विक अथवा 2 हप्तामा एकचोटि चाहिँ म त्यो विदेशी गेस्टहरूलाई चाहिँ रिटर्न देखिरहेको हुन्छ कि उहाँहरूलाई चाहिँ एकदम मन पराउनु भएको छ। सबैभन्दा एउटा व्यवसायिकलाई सबैभन्दा खुसीको फल नै त्यो हो एक जस्तो लाग्छ मलाई होइन। त्योभन्दा ठुलो खुसी के हुनसक्छ र होइन। आफूले एक्सप्लोर गरिसकेको कस्टमर हप्तै पछि यही सम्झेर आइराख्नुहुन्छ भने त्यो पनि टाढादेखि, लाइक रिफादेखि, हाम्रो टाउनबाट आउनुहुन्छ, बुद्धैयादेखि, विभिन्न टाढा टाढादेखि आउनुहुन्छ कि त्यो चाहिँ एकदम खुसी लाग्छ, प्राउड फिल हुन्छ। त्यही त म चाहिँ एक किसिमले हामी त एज अ नेपाली यो कम्युनिटीमा भिजिसकेको भएर पनि बहराइनको विभिन्न रेस्टुरेन्टहरू, होटेलहरूमा, क्याफेहरूमा हामी पुगिरहेका हुन्छौँ। तर यहाँ आउँदाखेरि एक किसिमले मैले चाहिँ तपाईँलाई एप्रिसिएट पनि गरेँ होइन, एक किसिमको एकदम राम्रो पनि छ यो। किनभने सबैभन्दा रेस्टुरेन्ट चलाउनलाई सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यहाँको परिवेश र त्यहाँको क्लिन, सफा सुग्घर होइन। अनि एउटा किचनदेखि लिएर एभ्रिथिङ, वासरुमदेखि लिएर बस्ने ठाउँहरू चाहिँ अत्यन्तै सफा भयो भने चाहिँ एक कस्टमरले चाहिँ त्यो नै हेर्छ सबैभन्दा मेन कुरा। यहाँ आउन बित्तिकै एक किसिमको त्यो माहौल मैले देखेँ, त्यो भएर एकदम खुसी पनि लाग्यो होइन। अहिले यो समयमा सबैभन्दा मेन कुरा भनेको चाहिँ अलिकति खाली देखिरहेको छु मैले। कुन समयमा चाहिँ यहाँ कस्टमरहरू धेरै आउने गर्नुहुन्छ? हाम्रो मेन भनेको डेलिभरीमा छ अहिले। अनि प्लस हाम्रो एउटै गाडी, एउटा ड्राइभर भएर डेलिभरी सर्भिस एकदम डिले भइरहेको थियो। त्यसपछि म अनलाइनमा गएँ, आलानमा छौँ। नेक्स्ट विक पछि लाइक किता भन्ने एप्लिकेसन छ नयाँ, 2टा एप्लिकेसनमा आउँछ डेलिभरी। एन्ड डाइनिङमा बिजी आवर भनेको बेलुका नै हो, लाइक आफ्टर 7 बजीदेखि 11देखि 12 बजीसम्म चाहिँ हामी डाइनिङमा बिजी हुन्छौँ। दिउँसो नर्मलै हुन्छ, जस्ट नट मच बिजी नै हुन्छ। किनभने दिनमा त प्राय हामी परदेशमा भइसकेपछि चाहिँ एक किसिमको सबैको ड्युटी हुन्छ, त्यो चाहिँ सबैले बुझ्नुपर्ने कुरा। त्यो भएर रातिमा चाहिँ बिजी धेरै हुने गर्छ। हजुर, मैले चाहिँ मेन कुरा भनेको जुन अहिले तपाईँले डेलिभरीको कुरा गर्नुभयो नि, डेलिभरीमा तपाईँहरूले एउटा एप्स ओपन गर्दै हुनुहुन्छ, जुन मैले अस्ति तपाईँको पेजमा पनि देखिरहेको थिएँ। एक किसिमको त्यो एउटा खुसी पनि हो। हामी कतिपयले चाहिँ मोमो प्लाजामा आएर खानको लागि चाहिँ दिलबाट चाहिँ हुन्छ, तर चाहिँ एक किसिमले ल न त्यहाँ बसेर खाउँ भन्दाखेरि कतिलाई समय नमिल्न सक्छ, कतिलाई आर्थिकका कुराहरूले पनि रोकिन सक्छ। त्यस कारणले गर्दा अहिले तपाईँहरूले जुन डेलिभरीको कुराहरू, जुन एप्स सिर्जना गर्नुभएको छ,
त्यसले चाहिँ एकदमै हाम्रो कस्टमरलाई चाहिँ किसिमको खुसी मिल्ने गर्छ। यो बनाउँदाखेरि कस्तो किसिमको चुनौती थियो अथवा कसरी तपाईँहरूले तयार गर्नुभयो? अन्य रेस्टुरेन्टमा यो चाहिँ देखिँदैन। यो चाहिँ अलरेडी बहरानमा इस्टाब्लिस भएको एप्लिकेसन हो होइन। यहाँ चाहिँ अब अहलान त बहरानकै ओनर हो, त्यसपछि किता चाहिँ चाइनाको कम्पनी हो, त्यो चाहिँ रिसेन्टली लन्च हुँदैछ। त्यो दुईवटा एप्लिकेसनमा हाम्रो चाहिँ डेलिभरी अभाइलेबल हुन्छ। यो चाहिँ मैले अनलाइनमा जानेको कारण के भने हाम्रो डेलिभरी सर्भिस सबैले खान मन पराउनु भयो, सबैजनाले अर्डर गर्नुभयो। लाइक एकैचोटि 4-5वटा अर्डर आउँदाखेरि हाम्रो चाहिँ एउटा मात्रै गाडी छ। पर्सनली म त जान भ्याउँदिनँ, मेरो एउटा मात्रै ड्राइभर छ, एउटा मात्रै गाडी छ, एकजनाले चाहिँ नभ्याउने भयो कि। जस्तै अम्मचको अर्डर छ, मसँग जुफेरको अर्डर आउँछ, सेम टाइम मनामाको अर्डर आउँछ। एकैचोटि अर्डर आएपछि एकजनाले पोसिबलै भएन, अम्मच गएर मनामा गएर जुफेर जाँदा 1.5 घन्टा 2 घन्टा लाग्ने भयो। त्यो कारणले चाहिँ मैले धेरै कस्टमर हाम्रो गेस्टहरू एकदम रिसाउनु भयो होइन। त्यो कारणले चाहिँ मैले स्पिड अफ डेलिभरीको लागि, स्पिड इन्क्रिज गर्नको लागि चाहिँ एप्लिकेसनबाट जान लाग्यो। अब चाहिँ हाम्रो म्याक्सिमम् भनेको अनलाइनबाट चाहिँ 40देखि 50 मिनटमा म्याक्सिमम् है। टाढो छ भने चाहिँ, नत्र 30 मिनटमा तपाईँको डोरमा खाना रेडी हुन्छ। मेन कुरा भनेको अलरेडी कस्टमर आएर चेक गरिसक्नुभयो, खानाको फिडब्याक पनि राम्रो दिनुभयो तपाईँहरूलाई। त्यस कारणले गर्दाखेरि अहिले तपाईँहरूले एक किसिमको डेलिभरी सिस्टम पनि गर्नुभयो, त्यो पनि छिटो छरिदो अनि मिठो। कस्टमरलाई चाहिँ भोक लागेको बेलामा तुरुन्तै उपलब्ध गराउने किसिमको एउटा एप्स पनि तपाईँहरूले सुचारू गर्दै हुनुहुन्छ। त्यसको पनि तपाईँहरूलाई छिटोभन्दा छिटो हामीले सफलताको शुभकामना पनि व्यावसायिक एउटा राम्रो गरिराख्नु भएको छ। हुन त बहराइन सानो छ, त्यसमा पनि मानामा, जुफेर, हुर्रा लगायत विभिन्न ठाउँमा नेपाली रेस्टुरेन्टहरू छ। हामी जुन अहिले मोरगमा आइरहँदा चाहिँ एउटा कस्टमरका लागि लोकेसन र यो कति बजेदेखि कति बजे खुल्छ, अनि यहाँ पाइने डिसहरू स्पेसलिटी र सम्पूर्ण कुराहरू चाहिँ छोटकरीमा हाम्रो अडियन्सलाई बताइदिनुहोस् न त। थ्याङ्क यू सो मच। मोहरक हाम्रो लोकेसन हाला एरिया भन्छ। यो चाहिँ लाइक मोहरकमा नेस्टो र रामीसँगै छ, अलिकति पर। त्यहाँबाट हल्का यता आउनु भयो भने ठ्याक्कै आइपुग्छ। लाइक हाला एरिया, यहाँ एउटा हस्पिटल पनि छ। अलिहिलाल चाहिँ अलिक माथितिरै पर्छ होइन। अनि यो चाहिँ हाला एरिया भयो। मनामाबाट एकैछिनमा आइपुग्छ। यहाँ पुग्दै बिहा मनामाबाट त 5 मिनटको बाटो हो, फुत्तै आइपुग्ने। अलिकति पर मोहरक बस स्टप पनि छ। अनि अब यति टाढा लाग्छ सुन्दाखेरि चाहिँ मोहरक, ओ माई गड यत्रो टाढा लाग्छ, तर यसो हेर्ने नजिकै छ, छिट्टै पनि हुन्छ। एन्ड प्लस हाम्रो यहाँको स्पेसियालिटी भनेको चाहिँ लाफिङ मैले इन्ट्रोड्युस गरेँ यहाँ। अब पहिला चाहिँ लाफिङ नेपालीले मात्रै खान्छ नि त, अहिले चाहिँ म विदेशीहरूलाई नि लाफिङ भने चाहिँ यस्तो है, उनीहरूले मन पराइरहेको छ। स्पेसली लाफिङ भयो। अनि चटपटी हामीले डिफ्रेन्ट तरिकाले बनाएका छौँ। पानीपुरी रेगुलर नेपालको जस्तै हुन्छ। त्यसपछि अब लेटेस्ट भनेको हाम्रो थकाली खाना सेट स्पेसलिटी। अब यसको पनि स्पेसलिटी छ, जस्तै जिम्बु हुन्छ होइन। थकाली खाना सेटमा जिम्बु झानेको कालो दाल हुन्छ। त्यो जिम्बु ओरिजिनली हामीले हिमालबाटै किनेर कार्गो गरेर लिएर आएको जिम्बु भयो। त्यसपछि यसमा युज गर्ने घिउ हुन्छ। फर्स्टमा हामीले ट्रेनिङ गर्दा चाहिँ यहीँको किनेको घिउ युज गरेको थियो। अहिले चाहिँ हामीले गाउँघरमा बटुलेर मिठो ओरिजिनल भैँसीको गाईको घिउ युज गर्छौँ स्पेसली। त्यसपछि अर्को स्पेसल थकाली खानाको भनेको गुन्द्रुकको अचार, सबैलाई मन पराउँछ होइन। गुन्द्रुक भटमासको गुन्द्रुक पनि नेपालबाटै ल्याएको हो। हामी यहाँ पनि ट्राई गर्दैछौँ, यहीँ बनाउँदैछौँ। प्लस राइस स्पेसलै हुन्छ। अब लेटेस्ट हाम्रो स्पेसल भनेको चाहिँ थकाली सेट छिट्टै लन्च भइसक्यो। अहिले चाहिँ प्री अर्डर मात्रै हो, छिट्टै नै हामी रेगुलर मेनुमा हाल्छौँ। मेनुहरू चाहिँ एकदम फ्रेसली बनाएको हुन्छ। डिसहरू चाहिँ सबै हामीले चाहिँ होममेडमा बिलिभ गर्छौँ क्या। बाहिरबाट किनेर सर्भ गर्नुभन्दा आफैले बनाउनमा विश्वास गर्छौँ होइन। यहाँको स्पेसल डिसहरू चाहिँ म्याक्सिमम् हामीले यहीँ बनाएको हुन्छ। जस्तै झोल मोमोको झोल हाम्रो अलिक डिफ्रेन्ट नै छ, एकदम टिपिकल अथेन्टिक नै भन्न सकिन्छ। त्यसपछि हाम्रो मोमोहरू चाहिँ एकदम जुसी छ, एकदम फ्रेस, यहीँ बनाएको हुन्छ। लाइक हामी राति 1 बजीदेखि बिहान 5 बजीसम्म हामी मोमो बनाएरै बस्छौँ। हामी दिउँसो 12 बजीदेखि 3 बजीसम्म हाम्रो सर्भिस हुन्छ। राति 1 बजीदेखि हामी मोमो बनाउनु सुरु गर्छौँ, किनकि राति 12-1 बजी त बिजी हुन्न नि त। मोमो बनाउनु सुरु गर्छौँ, बिहान 6 बजीसम्म हामी यहीँ हुन्छ। ओपनिङ टाइम 12 बजीदेखि हो, दिउँसो 12 बजीदेखि। सर्भिस राति 2 बजीदेखि 3 बजीसम्म नै हुन्छ। जाँदा जाँदै अन्तिममा के भन्न चाहनुहुन्छ बहराइनमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई? अहिलेसम्म जतिजनाले हाम्रो फुड ट्राई गर्नुभयो, खाना टेस्ट गर्नुभयो, उहाँहरूको एकदम फिडब्याक राम्रो आएको छ, खुसी लागेको छ। सबैजनाले माया गरिदिनु भयो।
अब जतिजनाले ट्राई गर्न चाहनुहुन्छ एकचोटि ट्राई गर्नुहोस् होइन, त्यसपछि फिडब्याक छँदैछ। एकचोटि ट्राई गर्नुभयो भने तपाईँ फर्केर फेरि अवश्य आउनुहुनेछ, त्यो चाहिँ म ढुक्क छु। पक्कै पनि सबिनजीले भनिसक्नुभयो र बहराइनमा पनि यो किसिमका डिसहरू नेपाली परिकारका खानाहरू यदि तपाईँलाई ट्राई गर्नु मन छ भने एकपटक मोमो प्लाजामा आउनुहोला। यो मोरकमा रहेको छ र यहाँ पाइने परिकारका खानाहरू मैले भिडियोमा पनि राखिदिनेछु र यसको लोकेसन पनि राखिदिनेछु। पक्कै पनि यहाँ कस्टमरहरू एकदम प्याक हुनुहुन्छ। हामी ढिला नगरिकन अहिलेलाई भने यो भिडियोलाई यहीँ अन्त्य गर्छौँ र क्यामराम्यानमा हुनुहुन्छ अर्जुन बराइली र म होस्ट लक्ष्मण विश्वकर्मा र आजको प्रमुख गेस्ट हुनुहुन्थ्यो सबिन तामाङज्यू र अन्य हामी जानकारी र अन्य भिडियोहरू फेरि छिटै लिएर उपस्थित हुनेछौँ। अहिलेलाई भने बिदा दिनुहोस्। हस्त नमस्ते।